सम्पूर्णमा जय मसीह। जीवनको लागि सत्यता दैनिक उपासना पुस्तक गस्पल पब्लिकेसनद्वारा प्रकाशित भएको आजको शीर्षक रहेको छ येशू राजा हुनुहुन्छ। आज वैशाख 21 गते मे 4 तारिक। आजको खण्ड रहेको छ प्रकाश 5:13। यहाँ यस प्रकारले लेखेको छ, अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वी मुनि, समुद्र र त्यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुने, सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्तुति, सम्मान, महिमा र सामर्थ्य सदा सर्वदा होस्। बाइबलले हामीलाई स्पष्ट पार्छ कि इतिहास उद्देश्यपूर्ण तरिकाले एक निश्चित निष्कर्षतर्फ अघि बढिरहेको छ। यो वास्तविकता बाइबलीय विश्व दृष्टिकोणको एक विशिष्ट विशेषता हो। अर्को शब्दमा भन्ने हो भने क्रिस्चियन मतले आफैलाई फरक पार्ने एउटा तरिका भनेको सबै कुरा कसरी अन्त हुनेछ भन्ने विषय हो। कहिलेकाहीँ जब हामी हाम्रा पुराना तस्बिरहरू हेर्छौँ, हामीले आफैलाई यस्तो प्रश्न सोधिरहेका हुन्छौँ, यस तस्बिरमा म कहाँनिर छु, वा के यस तस्बिरमा म पनि छु? तथापि परमेश्वरको योजनाको कुरा गर्दा प्रकाशको इतिहासको चित्रमा हरेक व्यक्ति समावेश गरिएको छ। त्यस कथामा कोही पनि छुटेको छैन। अनि जब इतिहासको अन्त हुन्छ, यो विभाजन र फुटमा अन्त हुनेछ। येशूले भेडा र बाख्रा छुट्याउनेछन् भनी बताइरहनु हुँदा उहाँले यस विभाजनको बारेमा बोल्नु भएको थियो। उज्यालो र अन्धकारलाई छुट्याउनेछ र येशूमाथि विश्वास गर्नेहरूलाई उहाँमाथि विश्वास नगर्नेहरूबाट अलग गरिनेछ। त्यस दिन कोही छुटिने छैन, तर कोही चाहिँ दुःखद रूपमा बहिष्कार हुनको निम्ति चुनिनेछ। त्यसैले त्यस ठुलो तस्बिरमा हाम्रो स्थानले अर्थ राख्छ। स्वर्गमा एउटा सिंहासन छ र त्यो सिंहासन खाली छैन। त्यहाँ परमेश्वर विराजमान हुनुहुन्छ, जो सबै कुराको नियन्त्रणमा हुनुहुन्छ भन्ने तथ्यको प्रकाशमा हामीले इतिहासमा भएका सबै घटनाहरूलाई हेर्नुपर्छ। येशू राजा हुनुहुन्छ र उहाँ सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। धेरैलाई उहाँको राज्यको बारेमा अझै थाहा नभए तापनि यसले उहाँले राज्य गर्नुहुन्छ भन्ने वास्तविकतालाई परिवर्तन गर्दैन। 4औं शताब्दीका महान ईश्वरशास्त्री हिप्पोको अगस्टिनले भने चाहिँ मानिस जातिको पतनदेखि समयको अन्तसम्म दुई प्रतिद्वन्द्वी सहरहरू अर्थात् दुई प्रतिद्वन्द्वी प्रेमीहरू अस्तित्वमा हुनेछन्। स्वभावैले हामी मानिसको सहरमा संलग्न छौँ र केवल परमेश्वरको अनुग्रहद्वारा मात्र हामी परमेश्वरको सहरमा संलग्न र समर्पित हुनेछौँ। यो सांसारिक सहर अर्थात् मानिसको सहर एक दिन बितेर जाने कुरा निश्चित छ, तर स्वर्गीय सहर परमेश्वरको राज्य सदा सर्वदाको निम्ति रहिरहन्छ। के हामी येशूलाई राजाको रूपमा स्वीकार गर्छौँ? यस प्रश्नप्रतिको हाम्रो उत्तरले अनन्तसम्म महत्त्व राख्छ। साथै यसले हाम्रो वर्तमान परिस्थितिलाई पनि असर पार्छ। यदि येशू तपाईको राजा हुनुहुन्छ भने तपाईँ उहाँको प्रजा जसरी जिउनुहुन्छ। उहाँको आदेशले तपाईँलाई आफ्नै प्राथमिकताहरूको विरुद्धमा जान लगाउँदा पनि तपाईँ उहाँको आज्ञा पालन गर्न खोज्नुहुन्छ। यदि येशू तपाईको राजा हुनुहुन्छ भने तपाईँ अरू सबैभन्दा बढी उहाँप्रति वफादार बन्नुहुनेछ, किनकि यो संसार तपाईँको घर होइन र तपाईँ यस संसारबाट भएर जाँदै हुनुहुन्छ। जस्तो पावलले लेखेका छन्, तर हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रिस्टको प्रतीक्षा हामी गर्दछौँ। फिलिपी 3:20। एक असल देशको नागरिक भएर जिउने र एक महान राजाको प्रजा हुने कुरामा निश्चित हुनुहोस्। हामीले हाम्रो अन्ततः सारा सृष्टिसँग एकसाथ मिलेर परमेश्वरको आदर गर्न व्यतीत गर्नेछौँ। आज पनि हामी आफ्नो बोली र व्यवहारमा त्यसै गर्न सकौँ। तपाईँको आजको दिन आशिषमय भएको होस्। जय मसीह।